ल गाइस आज पनि हामी धेरै दिनपछि फेरि आएका छौँ हैन। अब कसैले नहेरे नि अब बनाउनु त पर्यो है। आस अलिअलि होप चाहिँ छ अनि त्यही भएर अब हामी जाँदैछ अर्को ठाउँ है त। मौसम पनि आज हावा एकदम लागेको छ हैन। अब के गर्नु त हावा लाग्यो नि अब यस्तै छ पानी पर्ला जस्तो छ। ल गाइस हामी उकालो आइसकेका छौँ। यो उकालो कटेर हामी पारी जानुपर्ने हुन्छ हैन। त्यही भएर सबै एकदम ध्यान दिएर हेरिदिनु होला अन्तिमसम्म। ल गाइस हामी उकालो कटिसकेका छौँ। कसैले हेर्दैन त्यही नि हैन। अनि कटिसकेका छौँ। अब हामी जान्छ सिधा। ल हेर्ने कस्तो गुलाब फुल कस्तो राम्रो छ यहाँ चाहिँ मङ्ग ल यहाँ उकालोमा हिँड्नु पऱ्यो हामीलाई। कति मेहनत गरेछ हेर त। यो रुखहरूको सबैको बोकेर तल तल छिरेछ हेर त सबै। किन कारण के रहेछ? म त के थाहा हेर न। हेर न केही न केही होला कि यहाँ कारण चाहिँ सबै छिरे। के को चाहिँ बुटो चाहिँ के को रहेछ फेरि? यो घरमा एसी बिना सुत्नु सकिन्छ त। यति तल छाना छ मरिन्छ नि। ए सरी यहाँ के फले रहेछ के? लगाइ त गाउँ हो कि हेर्ने बस चढ्ने ठाउँ पनि छ। गाउँमा पनि यस्तो गाउँभित्र गाउँमा पनि यस्तो बस चढ्ने ठाउँ यतिको बनाइदियो। अनि यो चाहिँ सानो घरहरू छन् आफ्नो प्रकारका घरहरू छन्। सबै आफ्नो घरमा रमाइरमाइ बसिरहेन। अब के गर्नु त्यसलाई हेर्नु यो गाउँको घरहरू गेट सेट हैन। नेपालै होला हेर्ने यहाँ छैन त नेपाल जस्तो। यहाँ फुल सानो घर पनि फुल त रोपेछ नि। घरहरू हेर्ने गाडी साडी छ आफ्नो गाडी चाहिँ कोरियाको प्योर गाउँ यो हो क्या। नेपाल जस्तै हो कि केही फरक छैन। नेपाल सेम नेपाल केही फरक छैन। अनि आफ्नो तरिकाले बसेका छन्। घरहरू यस्तै छ के गर्नु। हेर्नु कोरियाको गाउँको टुर गराउँदैछु तपाईँलाई। यो प्योर कोरिया हो क्या। र यो घर हेर्नु गाइस कति दामी छ हेर्नु त। यस्तो दामी सानो चिटिक्काको घर। आफ्नो घर छ गाडी छ घरमा। यस्तै घरमा बस्छ नि गाउँतिर त त्यस्तै त हो नि। नेपालै हो कि यो। ल गाइस हाम्रो केही डेस्टिनेसन छैन गाडी नमान्नु होला। हामी चाहिँ त्यत्तिकै हिँडेका छौँ। तै पनि हामी सँगसँगै हिँडिदिनु होला। के गर्नु त लाइफ भनेको इन्जोय गर्नुपर्छ। अनि स्याड हुनु हुँदैन। क्लियर रहेछ दामी बाटो आयो यार। अस्ति हामी त्यो तालतालमा बाइकमा आउँदाखेरि कहाँ मसान घाट पुगेको थियो नि एकचोटि। मसान घाट पुगेर त्यहाँ चाहिँ दामी थियो चलाउन यार। त्यहाँबाट बाटो थिएन क्या हो के थियो रे? माथिबाट त त्यो पुलथिम पुगिन्छ होइन? त्यस्तै लाग्यो मलाई माथि। लगाइज हामी यो उकालो बाटो हुँदै जानुपर्ने हुन्छ। यस्तो उकालो तर म कटाइहाल्छु। इजिली कटाउँछु। इजी हो कि इजी। ल गाइस फर माई भ्युवर्स होइन उहाँको लागि चाहिँ मैले एउटा ब्युटिफुल फुल येल्लो कलरको। डु यु लाइक येल्लो कलर? इफ यस से यस। मैले तपाईँहरूको लागि ल मैले ग्र्याब गरेँ यहाँ। गाइज अब हामी अफरोडिङ गरिरहेका छौँ। त्यो स्लिप हुन्छ होइन। वी निड टु बी केयरफुल होइन। हाल्नुपर्छ। दामी मजा आयो यार। कत्रा दामी।
आउनु थाल्यो हरेक हप्ता अर्को हप्ता त आइहाल्छ। र गाइज हामी मिस्टेक बाटो गयो होइन, त्यहाँबाट बाटो सकेछ कि अब डोराएर जानु पऱ्यो उकालो। एकछिन मजा आएको थियो चलाउने यार, खतम भयो नि। र गाइज हामी ऊ त्यहाँबाट आइयो है ओह्राल्दै, उकालो चढ्नु पर्ने छ, के गर्नु पुल पनि झऱ्यो ला। र गाइज अब हामी डेस्टिनेसन त्यहाँ उकालोबाट त्यहाँबाट चढेको थाहा तपाईँलाई, वहाँ हो नि त हामी पुगेको त, त्यहाँबाट त्यत्रो चढेर आयो यार हेर्दा हेर्दै। अब हामी त्यहाँबाट चढेर फेरि अगाडि जाँदैछौँ है। ल यहाँबाट कति जाने जाने त्यहाँबाट त भ्याइयो, अस्ति उतै गएको नि त हामी स्पिड बाइकमा आउँदाखेरि। ल हामी त जाँदैछौँ ओह्रालोमा, बाटो हेर्दै होइन, कहिले उकालो कहिले ओह्रालो, कहिले ओह्रालो हुँदै हुँदै हामी डेस्टिनेसन पुग्नुपर्छ। त्यसै लाग्यो होला नि। अस्ति हामी बाइकमा आउँदा मदफकाले बेच्थ्यो नि त, मदफकाले यहीँ ल्याएर बेच्छ भन्दै थियौँ हामीले, यहीँ ल्याएर बेच्छ होला जस्तो लागेर कि। दामी दामी अफरोडमा ओइ सेगी चुक्क सिप्प दामी बाटो आयो यार। ओइ उद्या निस्क्यौँ उता गाउँबाट। ए सही हो। ओहो कस्तो राम्रो रोज फुलेको यार, वाह आई लभ द्याट। लगाइ हामी स्कुल आइपुगेको छ, स्कुल हेरेर घुमेर जाने। र घुमेर आइसकेको छौँ हामी। अब चाहिँ हामी कहाँ जाने त भन्दाखेरि यताबाट जाऊँ। सुन आज छुट्टी भन्छ, आज सोमबार छुट्टी नहुनु पर्ने। कस्तो राम्रो घर यार। प्रार्थना गरेर जाने। स्कुल हेर्नु कस्तो राम्रो भयो, यो चल्दैन। कोही सहर छन्, सबै यहाँ गाउँमा पढ्ने कोही पनि छैन, त्यत्तिकै हो कि स्कुलहरू त्यहाँ राख्ने। त्यहाँ जानु भएन होइन। ल गाइज अब हामी अगाडि बढ्दैछौँ। अगाडि बढ्दै बढ्दैछौँ त्यो एरियामा आएर नयाँ बाटो हो यो चाहिँ। के हो रासायनिक मल दामी ठाउँ आयो यार आज त यार। हाम्रो नजिक यस्तो राम्रो ठाउँ रहेछ। माथिबाट बाटो छैन, माथिबाट बाटो रहेछ। छुरी खुम्जी रहेछ त्यहाँ चाहिँ। दामी दामी बाटो आयो यार, मजा आयो यार आज चाहिँ। राम्रो डे रहेछ, लक्की डे रहेछ। र गाडीमा हामी चलाइरहेको छौँ। यस्तो खतरा बाटो आइरहेको छ। यो बाटोमा हामीले यस्तो हिँडाउनुपर्छ है। हामी घुमे फेरि त्यही ठाउँमा आयो है, कता आयो राम्रो ठाउँमा आयो भनौँ न। अब त्यही आयो, यहाँ त आइरहेको हामी।
टाढो घुमेर गयो नि arrive in same place. जुम गर्नु सजिलो हुन्छ यतिबाट जानु पर्यो हामी जब हामी घर फर्किन लागेको छौँ कृपया ध्यान दिएर हेरिदिनु होला घर फर्किँदै गर्दाखेरि यस्तो बाटो भरि जानुपर्ने हुन्छ हामी सर्ट त होइन के गर्नु त गाह्रो छ जिन्दगी सबैको यस्तै हो चिलमा टक्क जानुपर्छ हामी सरर र ओह्रालो बाटो आउँदै होइन लाएर आमाले काम गरिदिनु यस्तो बुढेसकालमा पनि के रोटिप्नु भयो दाम बाटो खाली भयो भिर पखेरो हुँदै हामी आइरहेको छौँ यतै होइन र यतै हो यहाँ कुकुर पालेको छ यसको नाम डगी हो ओइ लाछ होला यसरी दाइले चिन्नुहोस् तिमीहरूले हामी काट्ने ठाउँमा आइपुगेका छौँ यहाँ हामीले साइकल पार्क गर्छौँ लगाइ हामीले त प्रोटो काटेको कि त्यहाँ चाहिँ पैसा लिनलाई जानु लाग्यो कि त्यहाँ पैसा ननिकालिकन गयो अब पैसा निकालेर पैसा तिर्न मात्र बाँकी छ काट्न त काटियो अहिले तपाईँलाई म देखाउँछु भनेको अघि मैले बिर्सेछु त्यस्तै भयो ATM 거래 화면을 참고하여 카드 불법 복제기 부착 여부에 유의하시고 의심 사례 발견 시 지금 서류 중이 오니 현금을 세고 있습니다. 잠시만 기다려 주십시오. 카드를 받으십시오. पैसा पनि निकाले अब जान्छु ल गाइज अब हामी घर जाँदैछौँ ल आजलाई यति नै भ्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ फेरि पनि म आइरहेको छु होइन हेरिदिनु होला लास्टसम्म नछुटाइकन ल गुड नाइट एभ्री वान